हास्य टेलिश्रृङ्खला गोविंद हरे मुरारे नाथ नारायण वासुदेव आर्य प्रभु नारायण 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 बस्न पर्यो साह्रै गर्मी गाँठे आज छ कति गर्मी दिन परेको होला हे प्रभु साह्रै गर्मी भयो कहाँ हुनु र सुल्टेसँग काम छ त्यही हिँडेको नि त्यसलाई र पण्डित बा तसित एउटा काम पर्यो छ यता आइज हस् पण्डित बा ठुली गरे तँलाई हैजा जहिले पनि ठुली नारायण भन्ने गर्छ कति भन्यो सुल्टेलाई भेट्ने हिँड्ने रहेछ पर्खी त त्यहाँ तल काहीँलाई छोरी आइछ अरे म पनि यसो मन्दिरको दैलो लाउँछु भगवान्लाई यसो समाज जाम्रासँगै परि ल छिटो गर्नु नारायण 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 ल हिँड्छ ए सुल्टे फटा सुतियो छस् कि क्या हो यता आइ त काम छ तसित यो सुतियो छै क्या हो क्या यो अल्छी ए सुल्टे फटा उठ ए कि मैले भन्यो त थिएँ नि यो फटा सुतियो छ भनेर ए सुल्टे फटा ल उठ हेर यो पारा किन गुन्द्रो नगर्छ किन सुतेको चप्पल हात देखिस् त मैले भनेको थिएँ कि भनेको थिइनँ ये मेरी आमै पण्डित बा नमस्ते फेरि नमस्ते नारायण भन्नु भने कचोटि भन्यो तँलाई हेर यो पारा गुन्द्रो छैन चप्पल हातमा छ होइन के हो तेरो पारा यो गुन्द्रोमा मैला लाग्छ भनेर गुन्द्रो नजाच्छै सुतेको देखिस् गुन्द्रो मैला छ भने गुन्द्रो नदेख्छु अनि यो चप्पल हातमा किन नि चप्पल त म जस्तै सबै हुन्छन् भनेर चढिदिन्छन् भनेर मोरेस नाम मात्रै सुल्ट्यो काम जति उल्टे ल उठ अझै तिर मिलाउँदैछस् बिहे गर्ने भने कहिना फटा तल काहीँलाई छोरी आइछ लौइन मैले कुरो चलाइदिन्छु के लौइन हो र साँच्चै हो लौइन त्यसको पारा यसको गति हेर त ल बिहा गर्नु भनेपछि तात्तिन्छ सुल्टेला कोरिया नाम मात्रै हो लौइन जाऊ के गरियो छस् कि छैनस् बाहिर निस्किए यो गाइला यार यो छस् घर छस् कि छैनस् भाबा बाहिर निस्किए हजुर
बुवा त हुनुहुन्न, तपाईँहरू बस्दै गर्नु, बुवा एकैछिनमा आइहाल्नुहुन्छ। म पानी लिएर आउँछु है। ल आइज फटा बस। एकछिन बस्दै गरौँ के रे, काइलो आउँदै रहेछ। आउँछ काइलो एकछिन भाइ। होइन पण्डित बा, बढेकी छोरीलाई एक्लै छोडेर बुढाबुढी घुम्न गएछन् कि क्या हो? पानी पिउनुहोस्। ल फटा पानी पिउ तैँले पनि।